चाइनिज डिजर्ट मागेको साबुदानाको खीर पो आइरा। एभ्रीवान, आज चाहिँ बेलुका पख भयो नि म र जेकब चाहिँ लाग्यौं डिनर र अलिअलि सपिङ गर्नको लागि। अनि अहिले चाहिँ अस्ट्रेलियामा समर छ, त्यही भएर 7 साढे 7 हुँदा पनि मजाले उज्यालो भइरहेको हुन्छ। अनि यो चाहिँ हाम्रो क्यूट फिट। मैले चाहिँ यो टाइगर मिस्टको जिन्स प्लस मेरो कटन अनको टप लगाएको थिएँ। आजको फिट चाहिँ मलाई कस्तो मजाले फिट भइरहेको थियो, त्यही भएर आई वाज सो ह्याप्पी। हाम्रो फर्स्ट अफ थियो सुसी। मलाई चाहिँ सुसी बिहान दिउँसो बेलुका 3 चोटि खा भने सक्छु। अनि त्यसपछि देख्यौँ हामीले हाम्रो यो चाइनिज जिजस सप सिटिङ एरिया चाहिँ कस्तो मजाले सिसाको बनाएको थियो, लाइक हुन्छ नि इल्युजन, आइस इल्युजन वाला। अनि त्यसपछि एउटा डिजर्ट देखेर मगाएको लिटरली साबुदानाको खीर इन कोकोनट मिल्क के। खानामा मिठो थियो किनकि मलाई खीर, साबुदाना, सेवाई सबै लास्टै मनपर्छ, सो आई ह्याभ द्याट। अनि मलाई किन अस्ट्रेलियाको आँपमा चाहिँ नेपालको जस्तो आँपको बास्नै आउँदैन, त्यही भएर ठिकै लाग्छ। अल्दो मलाई आँप लास्टै मनपर्छ होइन। हामी गयौँ केमार्ट भरि पुरै क्रिसमस डेकोरेसन थियो। हाम्रो पनि अलिअलि क्रिसमसको सामान किन्नु पर्ने, तर पहिला म ट्री राख्छु अनि मात्रै सामान किन्छु भन्ने सोच आयो। अनि मलाई केमार्ट आउनुको आज मेन रिजन भनेको चाहिँ मलाई रिस्ट वेट चाहिएको थियो, त्यही भएर त्यो लिगे। सँगसँगै पिकनिक बास्केट पनि लिगे बिकज इट्स I want to do a little picnic outside. अनि हेर्नु नि यहाँ जहाँ एक्सर्साइजको सेक्सनको साइडमा चकलेटको आयल पुरा। अनि हामी चाहिँ घर फर्क्यौँ। आजलाई यति। कति राम्रो सनसेट भयो।